तपाईलाई पनि बान्ता हुने, पिसाब लागेको जस्तो अनुभव भइरहने, कम्मर दुख्ने अनि कमजोर भएको अनुभव भइरहेको छ? सामान्यतया यस्ता लक्षण मृगौलामा संक्रमण भए हुन सक्छ। यसलाई तपाईले सामान्य मानिरहनु भएको छ भने यो प्राणघातक पनि हुन सक्छ। नमस्कार, म सृजना मिश्र। तपाईं हेर्दै हुनुहुन्छ ब्यालेन्स लाइफ नेपाल अनि यो कार्यक्रम हो ब्यालेन्स हेल्थ। तपाईंको स्वास्थ्य हाम्रो सरोकार। मृगौलाको काम रगतलाई शुद्ध गर्ने, काम नलाग्ने पदार्थलाई शरीरभित्रबाट छानेर पिसाब मार्फत बाहिर निकाल्नु हो। मृगौला शरीरको मेरुदण्ड नजिक दुई भाग ओगटेर बसेको हुन्छ, जुन मूत्रथैली नजिकैको भाग हो, जसमा मूत्राशय र मूत्रनली हुन्छ। यस्तोमा कुनै कारणवश ब्याक्टेरिया वा भाइरसले मूत्रनलीमा संक्रमण गराई मृगौलामा समेत प्रवेश गर्छ भने मृगौलामा संक्रमण भएको भनेर बुझ्छौं। मृगौला संक्रमण कुनै पनि उमेर समूहलाई हुन सक्छ, तर पुरुषको तुलनामा यो समस्या महिलामा बढी देखिन्छ। यसको मुख्य कारण भनेको महिलाको मूत्रनली तुलनात्मक रूपमा छोटो हुन्छ। दिशा र पिसाब गर्ने भाग नजिकै हुँदा संक्रमणको जोखिम उच्च हुन्छ। पिसाब संक्रमण पटक पटक भए मूत्रनली हुँदै मृगौलासम्म संक्रमण फैलन सहज हुन्छ। गर्भावस्थाको क्रममा पाठेघरको आकारमा वृद्धि हुँदा, मूत्रथैलीमा दबाव पर्ने हुँदा पिसाब थैलीमा कीटाणुले संक्रमण गरी मृगौलासम्म पुग्न सक्छ। पुरुषमा भने प्रोस्टेट ग्रन्थि बढेर वा चोटपटक लागेर मूत्रनली साँघुरो भएमा हुन सक्छ। महिला र पुरुष दुवैमा साझा रूपमा पत्थरी, मधुमेह रोग अनियन्त्रित, बच्चादेखि नै पिसाब नली साँघुरो हुनु, पिसाब गलत दिशामा गएर पुनः मूत्रथैलीमै फर्कनु, सेतो रक्तकोषको मात्रा कम हुनु, HIV, केही औषधिको प्रयोग र मृगौला प्रत्यारोपण गरेका बिरामीमा यो समस्या हुन सक्छ। त्यस्तै पिसाब लामो समयसम्म रोक्ने बानीले पनि मृगौलामा संक्रमण देखा पर्न सक्छ। स्टाफाइलोकोकस नामक ब्याक्टेरिया हुन्। लक्षणहरू केही देखिन्छन्, जस्तै मृगौला संक्रमण भएमा यसको लक्षण केही घण्टा वा केही दिनमा तीव्र रूपमा सुरु हुन थाल्छ। बान्ता हुनु, पटक पटक पिसाब आउनु, पिसाब लागेको जस्तो अनुभव भइरहनु, पिसाबमा रगत देखा पर्नु, पिसाब गनाउनु, ज्वरो आउनु, कम्मर दुख्नु, कमजोर अनुभव गर्नु, भोक कम लाग्नु, दुवै कोखा दुख्नु र काम ज्वरो आउनु यसका सामान्य लक्षणहरू हुन्। लक्षणको आधारमा पिसाबको परीक्षण गरिन्छ। पिसाब परीक्षणमा युरिन कल्चर गरिन्छ, जसबाट भाइरस र कीटाणुको विकासबारे पत्ता लाग्छ। कतिपय अवस्थामा सिटी स्क्यान र अल्ट्रासाउन्ड गरी मूत्राशय र मृगौलाको अवस्था पनि हेरिन्छ। मृगौला संक्रमणको जोखिम अनुसारको एन्टिबायोटिक औषधि चलाउनु पर्ने हुन्छ, जुन 3 देखि 14 दिनसम्म नियमित लिनुपर्छ। पटक पटक पिसाब संक्रमण भइरहेको छ भने कारण पत्ता लगाएर लक्षण अनुसारको उपचार गराउने, प्रोस्टेट ग्रन्थि बढेमा वा पत्थरी भएमा शल्यक्रिया गराउन आवश्यक हुन्छ। पिसाब कम लाग्ने वा पटक पटक आइरहने समस्या छ भने तुरुन्त उपचार गराउनुपर्छ। पिसाबलाई लामो समयसम्म रोकेर राख्नु हुँदैन। दिशा पिसाब गरेपछि राम्रोसँग योनाङ्ग सफा गर्नुपर्दछ। पर्याप्त मात्रामा पानी पिउनु पर्दछ। यति गर्नुभयो भने तपाईले आफ्नो मृगौला संक्रमण हुनबाट जोगाउन सक्नुहुन्छ। हवस् त, आज हामीले प्रस्तुत गरेको विषयवस्तु यहाँहरूलाई कस्तो लाग्यो? तपाईको सल्लाह, सुझाव र प्रतिक्रिया कमेन्ट मार्फत जानकारी गराउनुहोला। साथै हामीलाई तपाईले पहिलो पटक हेर्दै हुनुहुन्छ भने लाइक र सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकन थिच्न नभुल्नुहोला। तपाईको स्वास्थ्य हाम्रो सरोकार। नमस्कार।